गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू गुड मर्निङ सबैजनालाई। अनि आज चाहिँ हामी बिहान बिहानै चाहिँ हामी दाउरा काट्नको लागि नन्दा भाउजू जाँदैछौँ साथीहरू। अनि यो मेरो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। म आज के गर्छु कस्तो गर्छु म तपाईँलाई देखाउँछु, हाम्रो गाउँठाउँ पनि देखाउँछु साथीहरू। अनि होइन मेरो भिडियो हेरेर चाहिँ एकदम सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल। अनि कस्तो लाग्छ भिडियो हेरेर लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला। यता हुनुहुन्छ मेरो नन्द। हाई साथीहरू, हाम्रो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। अनि साथीहरू हाम्रो चाहिँ यस्तै आउँछ भिडियो काम गरेको गाउँमा। अनि यो चाहिँ हेर्न कति धेरै छ ढुङ्गाहरू। यता चाहिँ हामी चाहिँ त पाहाडको फेरि पर्छ नि त साथीहरू। त्यता चाहिँ डोरीहरू छ। अनि हामी चाहिँ खेतमा आइसकेको छौँ साथीहरू, बारीमा आइपुगिसकेको छौँ। अनि हामीले दाउरा काट्न आएको नि त दुईजना मिलेर। काट्नु खुट्टामा लाग्ला। अनि साथीहरू त्यहाँ माथि यो देखिएको जुन डाँडा छ नि त्यो चाहिँ चौरन्दी गढीको डाँडा हो। चौरन्दी गढी हो डाँडा हो, राजदरबार बसेको ठाउँ हो। अनि साथीहरू हेर्नु यो चाहिँ लाहारी हो, दाल हुन्छ यसको चाहिँ। कतिजनालाई थाहा छैन होला। यसरी फलेको हुन्छ यो चाहिँ। हाम्रो बारीमा चाहिँ धेरै लगाएको छौँ तर यसपालि चाहिँ खासै यो फलेको छैन, अलिअलि मात्रै फलेको छ। अनि अब चाहिँ हामी दाउरा काट्नको लागि आइपुगिसकेको छौँ साथीहरू। यहाँनिर सानो रुख सुकेको रहेछ क्या बारीमा, अनि त्यही काट्नको लागि आएको हामी चाहिँ साथीहरू। हामी चाहिँ आइसकेको छौँ दाउरा भएको ठाउँ पनि होइन। अनि यता चाहिँ हेर्नु कति धेरै हावा चल्छ हो, जाडो महिना जस्तो नि हुँदैन, चैत वैशाखमा जस्तै हावा चल्छ यता चाहिँ। हेर्नु कति धेरै हावा चल्छ, हावा चलिरहेको छ। अनि यो चाहिँ हो भुइँकटर हो। अनि हामी चाहिँ दाउरा भएको ठाउँ पनि साथीहरू फाइनली आइसकेको छौँ होइन दाइहरूको। अनि यो चाहिँ रहेको छ हामीले काट्नुपर्ने दाउरा, बन्चर ड्याङ चिर्ने हो लाने हो। आउनुहुँदैछ हाम्रो दाउरा बोक्ने दह्रो मान्छे। हामीले चाहिँ दाउरा बोक्न आएको। हाम्रो भिडियोमा लाइक कमेन्ट गरिदिनु होला, माया सपोर्ट गरिदिनु होला। हामी पनि माया सपोर्ट गरिदिनेछौँ। राम्रो लाग्यो भने राम्रो लाग्छ होला। हजुर भयो। भाउजू दाउरा चाहिँ धेरै नै छ नि भाउजू। होइन के ढल्दाखेरि चाहिँ अलि धेरै देख्यो, फेरि काट्दाखेरि चाहिँ थोरै देख्यो के। सुकेको दाउरा हो साथीहरू। अब बोक्नु पर्छ।
हुन्छ अँ यो रुख ढाल्ने पनि एउटा आइडिया चाहिन्छ क्या त्यो ढल्दैन भाउजू हाम्रो बास यहाँको रुख ढाल्नु देख्छ भाउजू त्यस्तो नबोलौँ न हौ भाउजू छैन अनि त्यसरी यहाँ गर्दै पनि भिडियो फाइनली सिद्धिन आँट त्यति चिरेपछि तपाईँको काम पुरा फाइनल हुन्छ चिरिएन अनि अगेनामा अट्छ होला त नि त्यत्रो दाउरा आज चाहिँ साथीहरू धेरै जाडो भइराखेको छ हावा धेरै चलेको छ जाडोले काम्नु परिराखेको छ भाउजू कतिको जाडो छ गर्मी भयो हाम्रो चाहिँ साथीहरू बासै ढल्न आँटो यस्तो हावा चलेको छ मलाई चाहिँ जाडो भएर काम्नु परेको छ भाउजूलाई चाहिँ गर्मी भयो अरे अब म चाहिँ गएर घाम ताप्नु पर्ला जस्तो छ साथीहरू पुग्छ होला के खोज्ने अझै म चाहिँ गलेँ अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ एकछिन दाउरा चाहिँ साथीहरू यति भएको छ चिरेर गल्यो यस्तो छ अब चाहिँ त्यता खोज्छु एक भारी भयो क्या अरे यहाँनिर एक भारी अलिक उब्रिन्छ कोसिलाको लागि सानो सानो खोजिदिनु पऱ्यो त्यता गएर साथीहरू अनि त्यसपछिबाट म दाउरा भारी लगाएको भिडियो देखाउँछु साथीहरू है त हाम्रो चाहिँ भारी पुगिसकेको छ हेर्नु यति बोकेको छु मैले कौशिलाले यति हाम्रो चाहिँ साथीहरू भारी पुगिसकेको छ अब चाहिँ हामी टोको बोकेर जान्छौँ साथीहरू आए गले म चिरेको दाउरा अब बोक्ने हो अनि जाने हो साथीहरू मलाई खेलिदिनु अनि म तपाईँलाई बनाइदिन्छु नि त यस्तै हो गाउँले जीवन भने जस्तो भइकन एकछिन न ल म भारी बोकिसकेर भिडियो गर्छु ल एकछिन साथीहरू भारी बोकेर हामी चाहिँ हिँडेको ल सक्नुहुन्छ लड्नु होला नि यहाँ हुनुहुन्छ हाम्रो कौशिला म्याडम चाहिँ यत्रो भारी बोकेर हिँड्नु गरौँ भयो होला है हल्कै छ तलबाटै जानु बाटो माथिबाट सिधा पर्छ हौ यताबाट यहाँ सजिलो छ बाटो आउने यतैबाट जाउँ यताबाट हिँड्नु न सिधा हुन्छ उकालो हिँड्नुपर्छ क्या त्यहाँनिर हिँड्नु ल है हामी चाहिँ अब भारी बोकेर घरतिर गयौँ साथीहरू आजको मेरो भिडियो चाहिँ यति नै साथीहरू लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु होला बाई बाई एभ्रिवान